हेलो एभ्रिवान, गुड मर्निङ अल अफ यु। आजको यस भिडियो लिएर आएको कारण आगामी 29 जनवरी 2026देखि 17 फेब्रुअरी 2026सम्म डब्लुबिपी कन्स्टेबलको इन्टरभ्यू हुन गइरहेको छ र यस भिडियो इन्टरभ्यू विषय लिएर हुनेछ कि इन्टरभ्यूमा के कस्तो प्रश्नहरू आउनेछ भनेर। मलाई लाग्छ म पनि त्यति वेल एक्सपिरियन्स चाहिँ छुइनँ, तर मैले आफ्नो इन्टरभ्यूबाट जे जति एक्सपिरियन्स गरेँ त्यस विषयमा चर्चा गर्नेछौँ कि के कस्तो प्रश्नहरू सोध्नेछ आफ्नो सब्जेक्ट वाइज या आफ्नो क्वालिफिकेसन बाहेक। त्यस विषय लिएर मैले 7वटा की पोइन्टहरू लिएर आएको छु। त्यो की पोइन्टहरू तपाईँहरू स्क्रिनमा देख्न सक्नुहुनेछ र स्क्रिनमा देखिएका यी 6वटा मेजर की पोइन्टहरू लिएर आएको छु इन्टरभ्यू विषयलाई लिएर। र सबैभन्दा प्रथममा के रहेको छ, मिनिङ अफ योर नेम। तिम्रो नेमको मतलब के हुन्छ। मोस्ट इम्पोर्टेन्ट थिङ्स इज योर नेम। एकदमै रिपिटेड सोधिरहने प्रश्न है, नामको मतलब के हो। र सेकेन्डमा छ मेजर इन्फर्मेसन अबाउट योर डिस्ट्रिक्ट। तिमी कुन चाहिँ डिस्ट्रिक्टबाट बिलङ गर्छ त्यो पनि एकदम इम्पोर्टेन्ट हुन जान्छ। र नम्बर 3मा छ हबी। हबीमा तिम्रो के तिमीलाई एकदमै बेसी मनपर्छ या रुचाउँछ है, त्यस विषयलाई लिएर। जस्तो कि मलाई डान्स गर्नु एकदमै राम्रो लाग्छ भने तिमीले जति त्यहाँनिर मेन्सन गर्यो तब के गर्न पर्ने हुनेछ, डान्सको केही इन्फर्मेसन जान्नु एकदमै जरुरी रहनेछ। जस्तै कति प्रकारको डान्स हुन्छ, जस्तो कि भारतनाट्यम डान्स भयो, कथक भयो, यी विषयहरूमा पनि जान्न एकदमै जरुरी हुन्छ। र नम्बर 4मा छ ग्रेजुएसन सब्जेक्ट। ग्रेजुएसन गर्दाखेरि कुन चाहिँ सब्जेक्ट लिएर गरिएको थियो। जस्तो कि मैले मेरो ग्रेजुएसन चाहिँ पोलिटिकल साइन्स, र पोलिटिकल साइन्स विषयमा मलाई प्रश्न सोधिएको थियो इन्टरभ्यूमा। अनि 5 नम्बरमा छ कमन पुलिस र्याङ्क। पुलिस र्याङ्कको लोवेस्ट टु हाइएस्ट, जस्तो कि सिक्वेन्स वाइज हुन्छ, सबसे भन्दा सुरुवात कसरी हुन्छ। र जस्तो कि कन्स्टेबलदेखि माथि के हुन्छ, एएसआई, एएसआईदेखि माथि एसआई, एसआईदेखिको माथि इन्सपेक्टर, त्यस्तो गर्दै सिक्वेन्स वाइज हाइएस्ट टु लोवेस्ट याद राख्नुपर्ने हुन्छ। अनि नम्बर 6मा छ वाइ डु यु वान्ट टु बिकम पुलिस। तिमी यो फिल्डमा आउनुको कारण चाहिँ के हो, या तिमीलाई चाहिँ किन पुलिस नै बन्नु छ भन्ने विषयमा पनि अलिकति प्रिपरेसन लिइराख्नु पर्ने हुनेछ। र यस विषयमा म अलिकति विस्तारमा भन्न गइरहेको छु। जस्तै कि मिनिङ अफ योर नेम। जस्तै कि नर्मल नेमहरू छ भने त्यसमा कुनै प्रब्लम हुने छैन, तर कुनै यस्तो नाम छ जो हिस्टोरिकल कतिवटा नेमदेखि रिलेटेड छ, या कुनै यस्तो आफ्नो नाम छ जो फेमस कुनै व्यक्ति छ, लेजेन्डरी, या कुनै सुपरस्टार छ, त्यसको विषयमा जान्न पर्ने हुन्छ कि आफ्नो नाम चाहिँ केदेखिको चाहिँ रिलेटेड छ, आफ्नो नामको मतलब चाहिँ के हो भनेर। जस्तो कि मलाई सबैभन्दा पहिला नै के प्रश्न सोधिएको थियो इन्टरभ्यूमा भन्दाखेरि चाहिँ मेरो नामको मतलब, मेरो नाम चाहिँ मिकमार लामा हो। अनि धेरैलाई थाहा हुँदैन कि मिकमार भनेको चाहिँ के अर्थ हो। यसको अर्थ चाहिँ ट्विस्टै थियो मङ्गलबार, त मैले आफ्नो आन्सर दिएँ कि मिकमारको अर्थ हो मङ्गलबार भनेर। अनि त्यस्तै विषयमा नै जस्तो कि मिकमार नभएर मेरो नाम लता भयो अरे। अब लता हुँदाखेरि चाहिँ लताको मिनिङ पनि डिफ्रेन्ट भयो, लताको मिनिङ याद गर्नु पर्यो। अनि लता भन्दाखेरि चाहिँ कुनै पनि यस्तो ठुलो सेलिब्रिटी या सुपरस्टारहरूको जुन चाहिँ नाम हुन्छ, जस्तै लता मङ्गेशकर है, अनि उनीहरूको विषयमा चाहिँ तिमीलाई जान्न अलिकति जरुरी हुन्छ कि मेरो नाम चाहिँ यो प्रोफेसनसँग चाहिँ मेरो नाम रिलेटेड छ, त मलाई उसको विषयमा अलिकति जान्नु जरुरी छ भने त्यस विषयमा जान्न इन्फर्मेसन लिनुपर्छ। अनि धेरै नेम विषयमा यस्तो केही सोधिँदैन, यही हुन्छ कि अगर नेम थोडा अलिकति युनिक भए त्यस विषयमा आफ्नो अर्थ अलिकति राम्ररी याद हुनुपर्छ। र नम्बर 2मा छ मेजर इन्फर्मेसन अबाउट यर डिस्ट्रिक्ट। यदि डिस्ट्रिक्ट कुनै पनि हिस्टोरिकल समय या एन्सेन्ट कुनै पनि चिजदेखि रिलेटेड छ भन्दाखेरि त्यस विषयमा मतलब आफ्नो डिस्ट्रिक्टलाई लिएर पुरा इन्फर्मेसन हुनुपर्छ। जस्तै इक्जाम्पलको लागि कुचबिहार डिस्ट्रिक्टलाई लिए, कुचबिहारमा धेरै हिस्टोरिकल प्लेसहरू छ,
जस्तै भन्नुपर्दा फर इक्जाम्पल राजबाडी महल छ, त्यस विषयमा कसले स्ट्याब्लिस गरे, कसको पालामा स्ट्याब्लिस भयो है, त्यो विषयमा। जस्तै कि म अलिपुरद्वार डिस्ट्रिक्टदेखि बिलोङ्स गर्छु, त अलिपुरद्वार डिस्ट्रिक्ट के को लागि फेमस छ, के चिज हुन्छ यहाँनिर है। जस्तै कि हाम्रोमा नेसनल पार्कहरू भयो, बक्साहरू भयो, बेसी फरेस्ट एरियाहरू भएकाले फरेस्ट एरियाको विषयमा कुन पार्कहरू छ, कुन जनावरहरू पाइन्छ, कुन खोलाहरू बग्छ आफ्नो डिस्ट्रिक्टबाट। अनि आफ्नो डिस्ट्रिक्ट यदि कुनै पनि इन्टरनेसनल बोर्डरदेखि रिलेटेड छ या कुनै पनि स्टेटदेखि आफ्नो डिस्ट्रिक्टको बााउन्ड्री चाहिँ सेयर गर्छ भन्दाखेरि त्यस्तो चिजहरू याद गर्नुपर्ने हुनेछ। जस्तै कि हाम्रो अलिपुरद्वार डिस्ट्रिक्ट अलिपुरद्वार डिस्ट्रिक्टको जयगाउँ चाहिँ भुटान बोर्डरसँग चाहिँ भुटान बोर्डर चाहिँ सेयर गर्छ। जस्तो कि कुनै पनि जयगाउँको बासिन्दा यदि क्यान्डिडेट चाहिँ इन्टरभ्यू दिनु गइरहेको छ भने चाहिँ उनीहरूले चाहिँ इन्डिया अनि भुटान बोर्डरको विषयमा पनि इन्फर्मेसन लिएर गए एकदमै राम्रो हुनेछ। र थर्डमा छ तिम्रो हबी विषय लिएर पनि जान्नु एकदमै इम्पोर्टेन्ट छ। जस्तै कि तिमीलाई के मनपर्छ, जस्तै कि मलाई क्रिकेट मनपर्छ भने क्रिकेटको विषयमा जानकारी राख्नु पर्यो कि क्रिकेटमा कुन मेडलहरू दिइन्छ, कुन पदहरू दिइन्छ है। योपालिको क्रिकेटमा के कस्तो आएको छ त्यो विषयमा लिएर जान्नुपर्ने हुन्छ। जस्तो कि मलाई कुकिङको सोख छ भने मलाई कुकिङको विषयमा थोरै जानकारी हुनुपर्छ कि कुन चाहिँ चिज कसरी पकाइन्छ र कुन चाहिँ टाइमिङमा पकाइन्छ र कुन चाहिँ चिज चाहिँ एकदमै राम्रो अनि कुन चाहिँ चिज चाहिँ एकदम सस्तोमा पाइन्छ या एकदम कम दाममा बनाउन सकिन्छ, कुन चाहिँ एकदम हाई मतलब खर्च गरेर एकदमै बनाउनु सक्छ है, त्यो विषयमा लिएर। जस्तै कि मलाई डान्स गर्न राम्रो लाग्छ भने डान्सको विषयमा याद हुनु पर्यो कि कुन हाम्रो इन्डियामा कुन चाहिँ डान्स चाहिँ एकदमै प्रख्यात छ या कुन डान्सहरू चाहिँ छ, कुन चाहिँ स्टेटको डान्स चाहिँ कुन चाहिँ हो भन्ने विषयमा याद हुनुपर्छ। अनि मेन भयो ग्रेजुएसन सब्जेक्टलाई लिएर। ग्रेजुएसनमा चाहिँ तिमीले कुन सब्जेक्ट लिएर चाहिँ ग्रेजुएसन गरेको छ। जस्तो कि मेरो पोल साइन्स थियो, पोल साइन्स विषय लिएर चाहिँ मलाई क्वेसन सोधिएको थियो। बेसी चाहिँ क्वेसन सोधिएको थिएन, 2टा क्वेसन सोधेको थियो, जसमा मलाई एउटा चाहिँ याद भएन। अनि एउटामा चाहिँ मलाई इन्डिया अनि चाइनाको इन्टरनेसनल रिलेसन चाहिँ सोधिएको थियो है। अब धेरैलाई डिफ्रेन्ट सोध्नु पनि सक्ला, त्यही भएर चाहिँ आफ्नो जुन चाहिँ सब्जेक्ट छ त्यो विषयमा चाहिँ ज्ञान हुनु पर्यो अलिकति थोरै भए पनि। अनि जस्तै कि मेरो पोल साइन्स नभएर हिस्ट्री भए पनि हिस्ट्रीबाट पनि धेरै चिजहरू याद गरेर गए आफूलाई एकदमै सहायता हुनेछ। अनि इङ्ग्लिसमा पनि सेम सब्जेक्ट कि कसरी कुन विषयलाई लिएर एकदमै इम्पोर्टेन्ट हुनेछ, त्यसमा चाहिँ एकदमै जानकारी लिएर जानुपर्ने छ। अनि 5मा छ कमन पुलिस र्याङ्क, कि पुलिसको र्याङ्क चाहिँ कस्तो चाहिँ हुन्छ लोवेस्टदेखिको हाइएस्ट भन्दाखेरि चाहिँ। जस्तै कि हामी पनि पहिला पुरै कन्फ्युज हुने थियो, अहिले यो डिपार्टमेन्टमा बसेर अलिकति सिक्वेन्स वाइज याद थाहा भएको छ है। जस्तो कि र्याङ्क वाइज भन्दाखेरि चाहिँ सबैभन्दा सुरु हुन्छ तिम्रो कन्स्टेबलदेखिको अलिकति माथि हुन्छ एएसआईदेखि अलिकति माथि हुन्छ एसआईदेखिको अलिकति माथि हुन्छ इन्सपेक्टरदेखिको माथि हुन्छ डिएसपी। त्यही हिसाबले र्याङ्क मात्रै याद नगरेर चाहिँ उनीहरूको जुन चाहिँ स्टार लागेको हुन्छ त्यो स्टार पनि याद गर्नुपर्ने छ। जस्तै कि कन्स्टेबलको कुनै स्टार हुँदैन, अनि एएसआईको एउटा स्टार अनि ब्लू अनि रेड रिबन हुनेछ यहाँनिर, अनि एसआईको 2टा स्टार अनि ब्लू एन्ड रेड रिबन सेम। तर इन्सपेक्टरदेखिको चाहिँ एउटा स्टार हुन्छ अनि ब्लू अनि रेड रिबन चाहिँ हट्छ। त्यसको बादमा डिएसपी हुन्छ, डिएसपीको 3टा स्टार हुन्छ। त्यसको बादमा उनीहरूको लेनियरको कलर पनि चेन्ज हुन्छ। त्यो विषयमा थोरै जानकारी राखेर गए एकदमै राम्रो। अनि लास्टमा आउँछ
वाइ डु यु वान्ट टु बिकम पुलिस, पुलिस यो फिल्डमा चाहिँ किन आउनु चाहन्छ, या यो फिल्डलाई चाहिँ किन चुज गरेको, या तिमी चाहिँ किन चाहिँ पुलिस हुनु चाहन्छ होइन, त्यो विषयमा चाहिँ अलिकति थोरै प्रिपेयर नसोधे पनि धेरै ना नसोध्नु पनि सक्ला, तर अलिकति प्रिपेयर लिएर गएको एकदमै राम्रो हुनेछ। यदि कुनै पनि क्वेसन या कुनै प्रश्न छ भने, रेज हुँदैछ भने मलाई कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला। म त्यस विषयमा भिडियो बनाएर फेरि तपाईँहरूलाई सेयर गर्नेछु।